लदी पूजा 2078 को सबैलाई चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु। यो लदी पूजा अथवा चाहिँ कोशी पूजा कसरी मनाउन सुरु गरियो भन्ने जिज्ञासा पनि हुन सक्छ र नेपालमा रहेका माझीहरू धेरै अगाडिदेखि परम्परागत रूपमा चाहिँ कोशी पूजा मनाउने गरिएको रहेछ र त्यो चाहिँ विशेष गरेर यो लोप हुँदै गइसकेपछि कोशी क्षेत्रहरूमा मात्र यो मनाउन सुरु गरियो र मनाउन नियमित रूपमा मनाउने काम भयो र यो खास गरी यो फागुनदेखि असारसम्म चाहिँ जुन समयमा उपयुक्त हुन्छ त्यो गाउँको चाहिँ मान्छेहरूलाई त्यही समय पारेर मङ्गलबार पूजा गर्ने, त्यसपछि बुधबारको दिन चाहिँ भोलिपल्ट पूजाको भोलिपल्ट बुधबारको दिन चाहिँ यो मजेसभा राख्ने, नेतृत्व निर्माण गर्ने, नेतृत्व चयन गर्ने र हाम्रो प्रथाजनित कानुन अनुसार चाहिँ के अरे त्यो सभाले निर्वाचन गरेको मान्छेले त्यो एक वर्षभित्र गाउँमा पर्ने हरेक खालका समस्याहरू, अप्ठ्यारा, सारा गारा सबैहरूको चाहिँ समाधान गर्ने ढङ्गले चाहिँ पहिला यो मनाउने प्रचलनमा रहेछ र बिस्तार चाहिँ प्रथाजनित कानुनहरू चाहिँ अन्त्य हुँदै गयो। त्यसपछि यो बिस्तार के अरे हाम्रा यो पूजा गर्ने, लदी पूजा गर्ने कुराहरू पनि हराउँदै गयो र पछि हामीले यो नेपाल माझी उत्थान सङ्घको गठनपछि हाम्रा मुख्य पर्वहरू, चाडहरू चाहिँ के हुन् भन्ने खोजी गर्दै गयौँ। खोजी गर्दै जाँदाखेरि थुप्रै विषयहरूमा छलफल भयो र हाम्रो निष्कर्ष चाहिँ के आयो भनेदेखि यो लदी पूजा अथवा चाहिँ कोशी पूजा नै हाम्रो चाहिँ मुख्य पर्व हो भन्ने कुराहरू चाहिँ हामीले यकिन गऱ्यौँ। यकिन गरिसकेपछि अनि विभिन्न ठाउँहरूको चाहिँ अध्ययन अनुसन्धानले चाहिँ के देखायो भने ठाउँ पछि फरक खालको ढङ्गले चाहिँ पूजा गरेको देखिसकेपछि एकचोटि कम्तीमा पनि जहाँ पूजा गरिराखेका छन् ती ठाउँका माझीहरूलाई, माझी र त्यो ठाउँका चाहिँ विशेष गरेर पुजारीहरूलाई बोलाएर एउटा सम्मेलन गरौँ र त्यो सम्मेलनको निष्कर्ष निकालौँ भन्ने खालको चाहिँ कुरो भयो र त्यो सम्मेलन गर्ने समय चाहिँ यसलाई एकै दिन पूजा गर्नुपर्छ भन्ने हाम्रो अवधारणा बस्यो, जसले गर्दाखेरि फागुन र असारको बिचमा चाहिँ आउँदाखेरि फागुन चाहिँ अलिकति कामको चाहिँ चाप नभएको भनेर चाहिँ हामीले फागुन महिना रोज्यौँ र महिना रोजिरहँदाखेरि चाहिँ अनि फेरि हाम्रो माझीहरूको चाहिँ विशेष गरेर मङ्गलबारै यो पूजा गर्ने भएको हुनाले कुन चाहिँ मङ्गलबार गर्ने त भन्दाखेरि हरेक वर्ष चाहिँ अब तेस्रो मङ्गलबार, साइली मङ्गलबार गरौँ भनेर हामीले सुरुवात गऱ्यौँ र सुरुवात गर्दाखेरि त्यो निर्णय गरिसकेपछि हामीले माझी सम्मेलन के अरे पुजारीहरूको सम्मेलन गऱ्यौँ। जो सम्मेलनले चाहिँ पुजारीहरूको बिचमा के एउटा निष्कर्ष निस्क्यो भने जुन ठाउँमा चाहिँ हामी बसोबास भएको भए पनि मुख्य हाम्रो पूजा पानीको पूजा हो हैन, लदीको पूजा हो र चाहिँ त्यो ठाउँमा चाहिँ रहेका अरू चाहिँ देवी देवताहरू के छन् ठाउँ विशेष अनुसारले चाहिँ त्यसको पनि के अरे पूजा गर्ने, उनीहरूलाई पनि मान्ने भन्ने खालको चाहिँ एउटा निष्कर्ष निस्क्यो र चाहिँ त्यसै को आधारमा अहिले हामी लदी पूजा मनाउन सुरु गरे। के अरे जहाँ मनाइन्थ्यो, जहाँ लोप भइसकेको थियो त्यो ठाउँमा पनि फेरि पुनः यो पूजाहरू चाहिँ गर्न सुरु गर्यो र चाहिँ अहिले यसलाई सरसर्ती हेर्ने हो भने करिब नेपालका अब यो नारायणी पारी चाहिँ अहिलेसम्म त्यस्तो खालको चाहिँ जानकारी छैन। नारायणी नदीदेखि पूर्वमा फेरि सघन बस्ती पनि नारायणी पूर्व नै छ माझीहरूको र नारायणीदेखि पूर्व चाहिँ करिब अहिले धेरै जिल्लाहरूमा चाहिँ यो पर्व मनाउने गरिएको छ र यो पर्व मनाइरहँदाखेरि हामीले पटक सङ्घीय सरकार, त्यतिखेर त सङ्घीय सरकार पनि भन्दैन्थे, नेपाल सरकार भनिन्थ्यो। नेपाल सरकारलाई पहिलो संविधान सभाको गठन भइसकेपछि हामीले सबभन्दा पहिले डाक्टर बाबुराम भट्टराईलाई चाहिँ ज्ञापन पत्र दियौँ, माग पत्र बुझायौँ र चाहिँ गृह मन्त्रालय मार्फत चाहिँ यो क्याबिनेटमा चाहिँ जाओस्, हामीलाई कम्तीमा एक दिन
माझीहरूले मनाउने जुन पर्व हो त्यो पर्व चाहिँ नि राष्ट्रिय पर्वमा सूचीकृत गरियोस्। संविधानको प्रस्तावनामा अब लेखिएको छ यो बहुभाषिक धार्मिक बहुसांस्कृतिक मुलुक हो भनेर चाहिँ प्रस्तावनामै लेखिएको छ र त्यसैलाई चाहिँ टेकेर हामीले यो पर्व चाहिँ नि माझीहरूले मनाउने पर्वलाई पनि राष्ट्रिय पर्वमा सूचीकृत गरियोस् भनेर चाहिँ हामीले मागपत्र पेश गऱ्यौँ। तर यसको सुनवाई भएन। पटक पटक हामीले चाहिँ चारचोटि गरेर चारचोटि सङ्घीय सरकारलाई चाहिँ नि यो मागपत्रहरू हामीले बुझायौँ, तर कहिले पनि सुनवाई भएन। र अहिले आज भर्खरै चाहिँ नि सायद हिजो हो क्यारे बागमती प्रदेशको क्याबिनेटले निर्णय गर्यो रे भन्ने कुराहरू सुनिएको छ। यो अब राष्ट्रिय पर्वमा सूचीकृत अब प्रदेश सरकारले गर्ने कुरो रहेन होइन। एक दिन कम्तीमा माझीहरूलाई त्यो पर्वको दिन चाहिँ नि बिदा दिउँ भनेर चाहिँ नि दिएको होला। के अरे हुन त अब संजोग भनौँ के भनौँ आज फेरि चाहिँ नि यतातिर शिवरात्रि पनि परेको छ, त्यसै बिदा छ। अब यो पहिलेदेखि नै यो क्यालेन्डरमै बिदा थियो। अब त्यो दिन संजोग पनि भन्नु पर्यो र यो दिन माझीहरूलाई माझी एकल जातिलाई चाहिँ नि बिदा दिने भनेर प्रदेश सरकारले चाहिँ नि एउटा निर्णय गरेछ। कम्तीमा बागमती प्रदेशका मान्छेहरूले यो सुविधा प्राप्त गरे होइन। अब भोलिका दिनमा प्राप्त हुन्छ हुँदैन थाहा छैन, तर आज चाहिँ नि यो सुविधा प्राप्त गरिराखेका छन्। र मलाई भोलिको दिन पनि यो चाहिँ नि सुविधा उपलब्ध गराउँछ होला भन्ने मलाई लाग्छ। हिजो अब चाहिँ नि जब मुलुक सङ्घीयतामा गइसकेपछि स्थानीय तहका धेरै ठाउँहरूमा यो बिदाहरू दिने कामहरू त भएको देखिन्छ। थुप्रै गाउँपालिकाहरूमा नगरपालिकाहरूले बिदाहरू दिएको देखिन्छ। तर हामीले बिदाको मात्रै माग गरेका थिएनौँ। हाम्रो मुख्य माग भनेको चाहिँ यो लदी पर्वको सन्दर्भमा राष्ट्रिय पर्वमा सूचीकृत होस् र चाहिँ नि त्यो दिन कम्तीमा पनि सार्वजनिक बिदा दिइयोस्। आज चाहिँ विभिन्न जात जातिहरूको विभिन्न भाषाभाषीहरूको विभिन्न धर्मावलम्बीहरूको नाममा चाहिँ थुप्रै बिदाहरू चाहिँ नि के अरे भएका छन्, सार्वजनिक बिदाहरू दिएका छन्, राष्ट्रिय पर्व भनेर चाहिँ मनाउने कामहरू भएका छन्। तर अब विडम्बना भनौँ अब के भनौँ हामी यो अति सीमान्तकृत समुदाय जो माझी समुदाय छ उनीहरूको पर्व चाहिँ अहिलेसम्म सूचीकृत हुन सकेन। सायद अब राज्यमा हाम्रो चाहिँ पहुँच नभएर पनि हुनसक्छ, तर पहुँच नभए भन्यो भने पटक पटक चाहिँ त्यहाँ पुगेर ऊ चाहिँ गरिएछ, तर त्यहाँनिर पहुँच पुर्याएर लबिङ गर्ने शक्ति नदेखेर पनि हुनसक्छ सायद होइन। अब यो के अरे दुःखका साथ भन्नुपर्छ र चाहिँ यो सूचीकृत गरेको छैन। अब फेरि पनि म यहाँ चाहिँ के कुरा राख्छु भनेदेखि यो पर्वलाई चाहिँ हामीलाई पहिलो कुरा त राष्ट्रिय पर्वमा सूचीकृत हुनु पर्यो। राज्यले हामीमाथि विभेद नगरोस् भन्ने हाम्रो चाहिँ चाहना हो। राष्ट्रिय पर्वमा सूचीकृत गरोस् र एक दिन त्यो पर्व मनाउनलाई चाहिँ हामीलाई चाहिँ के अरे सार्वजनिक बिदाको पनि घोषणा गरोस् भन्ने माग राख्न चाहन्छु। अन्तमा फेरि पनि अब यो लदी पूजा 2078 को उपलक्ष्यमा हामी यहाँहरूको बिचमा चाहिँ जुन यो चलचित्रकर्मी सङ्घ के अरे माझी चलचित्रकर्मी सङ्घले जुन खालको चाहिँ एउटा अवसर दिनुभयो होइन, राज्यको सामु सायद यो पनि पुग्ला सूचना र चाहिँ जुन अवसर दिनुभयो यहाँहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु। साथै चाहिँ देश विदेशमा रहेका सम्पूर्ण माझी समुदायहरूलाई यो लदी पूजा 2078 को शुभकामना पनि व्यक्त गर्न चाहन्छु। हस्त धन्यवाद। जस्तो पहिलोचोटि जस्तो तपाईँ त केन्द्रको पनि अध्यक्ष हुनुहुन्छ होइन? हजुर हजुर। पहिलोचोटि कोशी पूजा मनाउँदै गर्दाखेरि कस्तो खालको चुनौतीहरू चाहिँ बिहोर्नु पर्यो? होइन, त्यो बेला हामीलाई ठुलै चुनौती थियो। किनभने सबभन्दा हामीलाई चुनौती भनेको त आर्थिक चुनौती। किनभने माझीहरू आर्थिक रूपले सम्पन्न असाध्यै कम छन्, एउटा त। दोस्रो कुरा चाहिँ नि मान्छे चाहिँ थोरै सङ्ख्या। अब 68 को तथ्याङ्कमा लगभग 83,000 हाम्रो जनसङ्ख्या छ। तर चाहिँ त्यही तथ्याङ्कले देखाउँछ हाम्रो चाहिँ बसोबास 58 जिल्लामा बसोबास देखिन्छ। भनेपछि अब 58 जिल्लाका मान्छेहरूलाई चाहिँ बटुल्नु होइन, अब चाहिँ धेरै ठाउँ सूचना सम्प्रेषण गर्नु र चाहिँ त्यहाँबाट मान्छे उपस्थित हुन यो एकदमै कठिन थियो। र चाहिँ
एउटा एकातर्फ त्यो एउटा चुनौती थियो। अर्कोतर्फ भनेको चाहिँ नि राज्यले हामीलाई कहिले पनि चाहिँ नि के अरे आर्थिक रूपले यस्ता चाहिँ नि प्रोग्रामहरू गर्न, यस्तो खालको कार्यक्रमहरू गर्नलाई चाहिँ नि बजेट दिने व्यवस्था त्यसरी चाहिँ थिएन र हामीले पाएको पनि थिएनौँ। अब कहाँबाट चाहिँ पाइन्छ भन्ने पनि त्यति हामीलाई चाहिँ ऊ थिएन र त्यतिखेर चाहिँ नि पहिलो संविधान सभामा एकजना चाहिँ माथि सभासद हुनुभएको थियो। उहाँले 1 लाख रुपियाँ म चाहिँ नि व्यवस्था गरिदिन्छु भनेको कारणले गर्दाखेरि त्यसैको आशाले चाहिँ नि अब त्यसैले चाहिँ हामी यो कार्यक्रम सम्पन्न गर्न सक्छौँ भन्ने हिसाबले हामीले 2 दिन सम्मेलन गऱ्यौँ हैन। हामीलाई त्यो बेला चाहिँ थुप्रै चुनौतीहरू थियो। अब मैले अघि पनि भने विभिन्न ठाउँबाट चाहिँ आएका छन् हैन, आफ्नो आफ्नै ढङ्गको के अरे बसोबास छ, ठाउँ अनुसारको चाहिँ उहाँहरूको चाहिँ रीतिरिवाज यताउति पनि थोर बहुत चाहिँ भिन्न हुने भइहाल्यो र यसलाई चाहिँ समायोजन गर्न अर्को हामीलाई सँगसँगै चुनौती थियो। किनभनेदेखि मैले अघि पनि भने कि यो पूजा गर्ने ठाउँमा मरिनमा एउटा ढङ्गले गरिएछ। अब सबै कुरा चाहिँ एक ठाउँमा चाहिँ देखिएको जस्तो भए पनि मानिने देवी देवताहरू चाहिँ जसलाई हामी पुज्छौँ त्यो चाहिँ ठाउँ ठाउँको फरकहरू चाहिँ देखियो। फरक देखिसकेपछि उहाँहरूको चाहिँ बाहिरका चाहिँ जो मरिनमा चाहिँ आएका थिए उहाँहरूको चाहिँ हाम्रो ठाउँको चाहिँ किन भएन भन्ने खालका प्रश्नहरू पनि चाहिँ उठेका थिए हैन। उहाँहरूको पनि चित्त बुझाउनु पर्ने। अब धेरै ठाउँबाट जम्मा भएपछि उहाँहरूको उठेका प्रश्नहरूको पनि त जवाफ दिनुपर्ने र अन्तमा हामीले के भन्यौँ भनेदेखि र चाहिँ यो पूजा गरिरहँदाखेरि जहाँ जुन विशेषतः हाम्रो नदीको पूजा, पानीको पूजा, यो पानीको पूजा सबै ठाउँमा गर्नुपर्छ। एक दोस्रो चाहिँ नि त्यहाँ रहेका चाहिँ अन्य हामीले मान्दै आएका चाहिँ देवी देवता के छ त्यसको पूजा सम्बन्धित ठाउँका मान्छेहरूले कुनलाई मानेका छौँ त्यसलाई चाहिँ पुज्ने मान्ने गर्नुपर्छ भनेर चाहिँ एउटा समायोजन गऱ्यौँ र त्यही बेला चाहिँ हामीले चाहिँ घोषणा गऱ्यौँ अब देशव्यापी रूपमा यो माझीहरूको चाहिँ पर्व हो, यसलाई चाहिँ मनाउनु पर्छ भन्ने ढङ्गले गरिसकेपछि आज करिब देशका धेरै भागहरूमा यो पर्व मनाउने गरिएको छ। अब यो मान्छेको जातै अब एकपछि अर्को असन्तोष त भइहाल्दो रहेछ हैन। आवश्यकताहरू चाहिँ दिन चाहिँ थपिँदै जाने, दिनदिनै चाहिँ आवश्यकताहरू चाहिँ थपिँदै गइसकेपछि अनि त्यो सँगै चाहिँ चुनौती पनि हुने, सँगसँगै अवसर पनि चाहिँ हुने रहेछ हैन। अब यो लामो समयदेखि चाहिँ नेपाल माझी उत्थान सङ्घको स्थापनादेखि नै म लागेको। स्थापना हुँदाखेरि म चाहिँ त्यसको चाहिँ के अरे महासचिव थिएँ। जुन बेला हामीले स्थापना गऱ्यौँ महासचिव भएँ, म संस्थापक महासचिव। त्यसपछि लगातार चाहिँ काम गर्दै आइसकेपछि अब थुप्रै चुनौतीहरूको सामना गरियो। कहिले आफ्नै साथीहरूबाट पनि समस्याहरू सिर्जना हुने, अब कहिले के हुने, यी समस्याहरू रह्यो नै हैन। तर पनि निरन्तर अहिलेसम्म चाहिँ आइरहँदाखेरि अब पूर्ण सन्तुष्ट त म भन्दिनँ, किनभने अझै पनि सन्तुष्ट छैन। हामीले जे कल्पना गरेका थियौँ, हामीले चाहिँ धार्मिक के अरे भाषिक रूपमा चाहिँ हाम्रा पहिचानहरू चाहिँ गुम्न लाग्यो, हाम्रा भाषाहरू चाहिँ सकिन लाग्यो, मर्दै गए भन्यो। भाषा संरक्षणको कुरा, संस्कृति संरक्षणको कुरा र यो भित्र रहेका चाहिँ फेरि विसङ्गति विकृतिका कुराहरू पनि छन् सँगै हैन। त्यसलाई चाहिँ अन्त्य गर्ने कुरा हैन। यो चान्चुन चाहिँ रहेनछ समाजमा एक ढङ्गले चाहिँ जकडिएर बसेको चाहिँ जुन विसङ्गतिहरू छ त्यसलाई पनि हटाउन कठिन हुँदो रहेछ। र चाहिँ अर्को कुरा सँगसँगै अब हामीलाई के अरे अर्को समस्या भनेको चाहिँ आर्थिक समस्या यति जटिल हुँदो रहेछ कि अब त्यो कुरा गरेर साध्य छैन हैन। अब तपाईँले सङ्ग्रहालयको कुरा फ्याट्ट उठाइहाल्नुभयो हैन। जब म माझी उत्थान सङ्घको अध्यक्ष भइसकेपछि कल्पना गरियो अब माझीहरूको अलिकति माझीहरूलाई पहिचान गराउने कुराहरू सङ्ग्रहित गरौँ भन्ने कुरा भइसकेपछि तत्कालीन संस्कृति मन्त्री भीम आचार्यसँग कुरा भइसकेपछि ल जग्गा खोज्नुहोस् भने जग्गा खोजियो। अब जग्गा खोजियो, पैसा छैन, जग्गा पास गरियो, अब बजेट एकदम थोरै आउने, धेरै कठिन भयो र त्यो जग्गाको पैसा तिर्ने कति समस्या भयो भने अन्तत गएर चाहिँ त्यो तिर्न नसक्ने भइसकेपछि बैंकमा चाहिँ अर्काको जग्गा धितोमा राखेर लोन लिएरसम्म तिर्नुपर्ने अवस्था सिर्जना भयो। र अहिले त्यो सम्बन्धमा अलिकति म सन्तुष्ट छु। त्यो
सङ्ग्रहालयको सन्दर्भमा पूर्ण त भएको छैन अझै होइन। सङ्ग्रहित गर्ने पर्ने कुराहरू त सबै बाँकी नै छ, तर त्यसको चाहिँ नि जुन भौतिक संरचना पनि पूर्ण त भएको छैन। तर पनि अहिलेसम्म यसो हेर्दाखेरि करिब करिब सङ्ग्रहित गर्नको लागि आवश्यक पर्ने घर निर्माण भइसकेको छ र चाहिँ त्यहाँ अर्को माझीहरूको भेटघाट गर्ने यसो सभा छलफल गर्नको लागि एउटा हल सम्पन्न भएको छ होइन। करिब करिब 150 अट्ने हल सम्पन्न भएको छ। एउटा 8 कोठाको चाहिँ नि हाम्रा चाहिँ अफिसहरू सञ्चालन गर्नको लागि एउटा अफिसको घर सम्पन्न भएको छ होइन। र अहिले पनि त्यो बन्ने क्रम जारी छ। अहिले भर्खरै पनि फेरि अब अलिकति बजेट 1 नम्बर प्रदेशले चाहिँ व्यवस्था गरेको छ। माथि अब करिब करिब भवनको चाहिँ टुङ्ग्याउने ठाउँमा हामी पुगेका छौँ। अब यो समस्या त रहने नै रहेछ, तर अहिलेसम्म यो गरियो भनेर चित्तै बुझाइहाल्ने ठाउँ चाहिँ अझै पनि छैन। यो अब सन्तुष्ट हुने ठाउँ त छैन। ठ्याक्कै एफपी बनाउन सकिन्छ भन्ने कुरा चाहिँ अझै पनि गाह्रो छ। मैले कति माझीहरूको चाहिँ बसोबास भएको जिल्लाहरू देखेँ, जस्तै के अरे सङ्खुवा सभामा कोभिड-19 भएपछि एउटा अन्नपूर्णले एउटा न्युज चाहिँ प्रसारण गर्यो र त्यो ठाउँमा म 2 दिन बसेको पनि छु। त्यहाँनिर कस्तो देखियो भनेदेखि त्यहाँका माझीहरूको बसोबास थोरै बसोबास भएको, तर सबै विपन्न होइन। उहाँहरूलाई चाहना चाहिँ छ, हामीले उहाँहरूलाई चेतना अभिवृद्धि होस् भनेर चाहिँ उहाँहरूसँग चाहिँ 2 दिन बसेर चाहिँ भलाकुसारी पनि गऱ्यौँ। तर समस्या तपाईँहरू झापा आइदिनु पऱ्यो भन्दाखेरि झापा आउन नसक्ने अवस्था होइन। अब झन् चाहिँ नि सुनसरी नै आइज भन्यो भनेदेखि त झन् नसक्ने अवस्था। त्यतिखेर चाहिँ कोभिड-19 भइसकेपछि उहाँहरूलाई भोकले मर्ने भए भनेर न्युज आएपछि हामीले यतातिर यो त घना माझीहरूको बस्ती, हामीले त्यतिखेर चाहिँ 40-42 हजार रुपियाँ उठाएर पनि पैसा हामीले पठायौँ। सायद मलाई चाहिँ 42 हजार जस्तो लाग्छ। उहाँहरूलाई पैसा दिन पनि कठिन भयो। त्यहाँको तेह्रथुमको के अरे उसको सङ्खुवा सभा होइन, ऊ सङ्खुवा सभा भन्न आएछ के अरे, ऊ 5 थरभन्दा मुनि के अरे 5 थर ताप्लेजुङभन्दा मुनि 5 थर इलाम झापा 5 थरै हो। 5 थरको चाहिँ नि को घटना भन्दैछु मैले, अघि सङ्खुवा सभा भनेको छु। अनि त्यहाँका मान्छेहरूलाई पैसा लिन जान पनि कठिन भयो, किनभनेदेखि अब त्यसरी चाहिँ स्तर उठिसकेको अथवा त्यो क्षमता विकास भइसकेको नभए त्यहाँको वाणिज्य ब्याङ्कको म्यानेजरको नाउँमा पैसा पठाएर उहाँलाई फोन गरिदिएर ल है अब उहाँहरूको कुनै खाता रहेनछ, अनि ल है यो नाम गरेको मान्छे नागरिकता बोकेर आएपछि पैसा दिनु होला भनेर यहाँको म्यानेजरलाई चाहिँ भनेपछि अनि नागरिकता बोकेर आएपछि उनले पैसा लिएर गए। भनेको मतलब उनीहरूको ब्याङ्किङ कारोबारै छैन क्या, भनेपछि खातै छैन। अब उनीहरू गाउँमा आइएमई कुन एमई केही छैन भनेपछि यस्ता खालका चाहिँ जटिल परिस्थितिबाट गुज्रिएको समुदायलाई अब हामी सक्रिय हौँ भन्ने बित्तिकै सक्रिय नहुँदो रहेछ। सबै काम गर्न त पहिलो चिज चाहिँ आर्थिकले नै जोडिँदो रहेछ होइन, अर्को वैचारिक कुरा जोडिने रहेछ। अब आर्थिक पनि कमजोर, वैचारिक पनि कमजोर भएपछि अब यो तुरुन्तै रूपान्तरण हुन्छ, परिवर्तन हुन्छ भन्ने कुरा अलिकति गाह्रो छ। परिवर्तन हुन्छ, एक दिन पक्कै हुन्छ, तर समय लाग्छ। एकदम सक्रिय हुन सक्यौँ भनेदेखि यो धेरै गाह्रो कुरो चाहिँ छैन। पहिलो कुरा त हाम्रो मानसिकता कस्तो ठाउँमा पुगेको रहेछ भन्ने मलाई फिल भइरहेको छ भने मैले त्यहाँ लागेर के पाएँ भन्ने खालको चाहिँ नि देखियो। जब हामी महाधिवेशन गर्छौँ, महाधिवेशनमा चाहिँ सदस्य हुनको लागि, पदाधिकारी हुनको लागि लडाइँ छुट्छ। त्यहाँ अब सर्वसम्मत बनाउनै कठिन पर्ने हुन्छ। अब जसोतसो गरेर महाधिवेशन सकियो, पहिलो बैठकसम्म चाहिँ राम्रैसँग चल्ने, दोस्रोदेखि केही नपाउने रहेछ त्यहाँ आएपछि भन्ने भएपछि बिस्तार हराउने। यो एउटा एकदम पहिलो समस्या यो छ। र केही साथीहरू चाहिँ हामी छौँ जो त्यो बेलादेखि निरन्तर लागेका छौँ
यिनीहरूले माझीसँग सिद्ध्याए, सधैँ यिनीहरू नै मात्रै हुन्छन् भन्ने खालको छ। अब नयाँ आयो, नयाँ आइसकेपछि 1-2 बैठक भएपछि हरायो, सकियो होइन। नयाँ जो आए पुराना नियमित लागिराखेकै छन्। नयाँ आएपछि नयाँहरूले चाहिँ त्यहाँ केही भेटिँदैन रहेछ भने 1-2 जना जोगिने एउटा कुरा हो, नत्र धेरै जसो चाहिँ पुरा निष्क्रिय भइदिने एउटा त्यो समस्या छ होइन। एकदम यो जटिल समस्या छ। अब अर्को कुरा चाहिँ नि सकिन्छ भन्ने कुरा चाहिँ के हो भने अहिले पनि नेपालको संविधानले धेरै कुराहरू चाहिँ हामीलाई दिएको छ। तपाईँको स्थानीय तहमै जाने हो भनेदेखि होइन, भाषा संस्कार संस्कृति संरक्षण प्रवर्धन गर्ने दायित्व चाहिँ स्थानीय सरकारले लिएको छ। संविधान हो त, संविधानको अनुसूची 8को 22 नम्बरमा चाहिँ प्रष्ट लेखिदिएको छ। तर हामी के देख्छौँ भनेदेखि खोइ त भाषिक क्षेत्रमा के काम गर्यो त भनेर चाहिँ सोध्ने हो भनेदेखि अहिले 1-2 गाउँपालिकाहरूले गरेका देखिन्छन्। जस्तै इलापमा मैले भेटेँ होइन, त्यहाँ चाहिँ नि यो लाप्चा जातिहरूको चाहिँ विषयमा चाहिँ त्यस्तो कामहरू गरेको देखेँ। नत्र भने यो विषय मैले धेरै ठाउँ घुमेँ, धेरै चाहिँ गाउँपालिका अध्यक्ष उपाध्यक्षहरूसँग पनि यो भलाकुसारी गर्ने अवसर मिल्यो। तर त्यो खालको देखिँदैन होइन। भाषिक क्षेत्रमा के काम गरियो भन्दाखेरि मात्रै उनीहरूले हाम्रो पनि अलिकति कमजोरी होला कि हामी यस्तो पर्वलाई चाहिँ छुट्याइदिनु पऱ्यो है पैसा भनेर जान्छौँ, यसो 1.25 लाख रुपियाँ पैसा चाहिँ हात लागिहाल्छ होइन, मञ्चमा गएर भाषण ठोकेर सकिहाल्छौँ होइन। तर योजनाबद्ध ढङ्गले चाहिँ हामीलाई चाहिँ भाषिक क्षेत्रमा यो काम गरिदिनु पऱ्यो होइन, तपाईँहरूले चाहिँ स्थानीय पाठ्यक्रम निर्माण गरिदिनु पऱ्यो होइन। अब के अरे स्थानीय पाठ्यक्रममा मातृभाषाबाट चाहिँ पढाउनेहरूको चाहिँ ऊ गरिदिनु पऱ्यो, यो चाहिँ चाँचो पाँचो मिलाइदिनु पऱ्यो। नभए सक्नुहुन्न भने हामीलाई बजेट व्यवस्थापन गरिदिनुहोस्, हामी यो व्यवस्था मिलाउँछौँ भन्ने कुराहरू हामीले अब अलिकति दह्रो रूपमा उठाउन नसकेको हो भन्ने लाग्छ। अब स्थानीय सरकारले यसो हेऱ्यो, अधिकार क्षेत्र छ, अधिकार दिएको छ, सायद त्यो क्षेत्रमा बजेट विनियोजन गर्ने पनि कार्यविधि उहाँहरू बनाउन सक्नुहुन्छ, तर चाहिँ बन्दैन। अब हामीले पनि भन्न सकेका छैनौँ होला होइन, उहाँहरूले पनि जानेर दिन सक्नु भएको छैन होला होइन। समस्याहरू यस्ता छन्। यो सबै ठाउँ सचेत नहुँदाखेरि यो समस्या, हिजो पनि यो समस्या थियो। जिल्ला विकासले चाहिँ पैसा दिँदाखेरि के अरे जिल्ला विकासले हाम्रा विविध कार्यक्रम आदिवासीको क्षेत्रमा गर्नु पर्यो भन्दाखेरि के अरे त्यो फलानु स्कुलमा चाहिँ तपाईँहरूको आदिवासी पढ्दैन, फलानु बाटोबाट चाहिँ तपाईँहरूको आदिवासी हिँड्दैन भन्ने खालका चाहिँ जवाफहरू हामीलाई चाहिँ दिने गरिएको त एलडी साहबहरूले त्यो जवाफहरू दिने गर्थे। तर त्यो चाहिँ आदिवासी जनजातिको वृत्ति विकास त त्यो बाटो हिँडेर त हुँदैन, स्कुलमा जाने बित्तिकै वृत्ति विकास त हुँदैन। बाकाइदा चाहिँ वृत्ति विकासको लागि भनेर चाहिँ व्यवस्था थियो, कानुनी व्यवस्था थियो, तर दिँदैनथे। यतिसम्म भयो कि हाम्रो सिन्धुलीकै सन्दर्भमा भन्ने हो भनेदेखि त हामीले जिल्ला विकासै ताला लगाउनु पर्यो होइन, नगरपालिका नै ताला लगायौँ। त्यसपछि चाहिँ नि बल्ल चाहिँ नि ए जनजातिहरूलाई चाहिँ नि नहुने रहेछ है, यिनीहरूले चाहिँ उ गर्ने रहेछन् भनेर यो त आन्दोलनै गर्न थाले त भनेपछि बल्ल अनि पछि चाहिँ नि दिनु सुरु भएको थियो। अब संहिता आइसकेपछि अब जब संविधान निर्माण भइसकेपछि अहिले केही अधिकारहरू त छ होइन। अब जस्तै मैले अघि स्थानीय तहको एउटा सानो उदाहरण दिएँ होइन, संविधानको अनुसूची 8को 22मा प्रष्ट लेखेको छ। तर कहाँ त्यो कार्यान्वयन भयो भन्दाखेरि कार्यान्वयन भएको त सामान्य 1-2 गाउँपालिकामा भयो होला, नगरपालिकामा भयो होला, तर त्यो त देखिँदैन। कि मानसिक रूपमा उहाँहरूले त्यो गर्न चाहनु भएन कि हामीले त्यहाँ पहुँच पुर्याउन सकेनौँ, दुईटा मध्ये त एउटा हो होइन। अब जहाँ हामी छौँ यी पनि भएको छैन। जुन गाउँपालिकामा हामी बसिया छौँ हामीलाई अब कुरा गर्नलाई चाहिँ खाँचो नहुने, काम गर्नलाई चाहिँ खाँचो हुने भएको छ होइन। अब कतिसम्म हामीलाई चाहिँ समस्या मैले देखेँ भनेदेखि माझीको शब्दकोश तयार भयो, शब्दकोशमै विवाद निकाले, यो मात्रै हो र होइन, तपाईँहरूलाई यो पनि थाहा छ। तर त्यसलाई चाहिँ अझ चाहिँ के अरे परिष्कृत गर्ने काम त अबको पिँढीहरूको पनि त हो नि होइन। एकैचोटि सबै थोक त पूर्ण हुँदैन, पूर्ण बनाउने अरूको दायित्व पनि हो। अब चाहिँ व्याकरण चाहिँ बनाउनु पर्यो भनेर चाहिँ कुरो गरियो, माझीहरूलाई व्याकरण बनाउने त कला पनि छैन, ज्ञान पनि छैन, सिप पनि छैन। सायद हामीले नभेटे होला त्यो सिप भएर पनि, सिप भएका मान्छेलाई जहाँ एकजना चाहिँ डाक्टर दुविनन्द ढकाललाई चाहिँ
लु यो चाहिँ नि हाम्रो व्याकरण बनाइदिनु पर्यो भनेर चाहिँ मैले भने। उहाँ चाहिँ नि त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान विभागका चाहिँ प्रमुख हुनुहुन्थ्यो। उहाँले चाहिँ नि व्याकरणको चाहिँ नि सबै तयार गरेर चाहिँ ल्याएर चाहिँ राखिदिनु भएको छ प्रतिष्ठानमा। अब हामीले त्यो पनि पब्लिस गर्न सकेका छैनौँ। होइन, चुनौतीहरू थुप्रा छन्। अब हुन त कति लाग्छ, पैसा लाग्ला, 2-4 लाख रुपियाँ खर्च लाग्ला त्यो पब्लिस गर्नलाई। माझी भाषा के अरे भाषाको शब्दकोश पनि तपाईँको चाहिँ नि संसार डुल्दा 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 बल्ल बल्ल त्यही प्रतिष्ठानले छाप्थ्यो होइन। अब जनजाति प्रतिष्ठानको हालत पनि त्यस्तै छ। बजेट हुन्छ 7 करोड, पुँजीगत खर्च 3 करोड चान्चुन हुन्छ। 3 करोड चान्चुन 77 जिल्लामा बाँड्दा कहाँ चाहिँ कति पुग्नु, कुन चाहिँलाई दिनु, कुन चाहिँलाई नदिनु, कुन चाहिँलाई गर्नु, कुन चाहिँलाई नगर्नु, थुप्रै चुनौतीहरू छ क्या। अब सायद त्यस्ता चिजहरू स्थानीय सरकारले पनि गरौँ भन्दा त सक्ने होला। अब चाहिँ संविधानमा भएको कार्यविधि बनाउन सक्ने होइन, कार्यविधि बनाउन सक्ने भइसकेपछि गर्न त सकिन्थ्यो होला। तर त्यो परिणाममा चाहिँ हामीले कहीँ देखेका छैनौँ र हाम्रो पहुँच नपुगेर पनि होला त्यो सायद होइन। तर यही मिडिया मार्फत यस्ता कुराहरू जब उठेपछि सायद अब चाहिँ कसैको कान खुल्छ कि होइन भन्ने लाग्छ मलाई चाहिँ। माझी चलचित्र कर्मी सङ्घले जुन खालको चाहिँ एउटा भलाकुसारी गरेर चाहिँ अवसर प्रदान गर्नुभयो, यो परिवारलाई चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु।